रविको रिहाईको सम्बन्धमा यो चाहिँ सर्वोच्च अदालतको आदेश विपरीत र गलत मनसायले भएको छ, सेटिङमा भएको छ, त्यसकारण कारबाहीको दायरामा आउनुपर्छ। अदालतको निर्णय सेटिङमा भएको यो खालको कुरा पनि छ। यो कारबाही सिद्धिएको त होइन, धरोटीमा छोडेको। अब किन धरोटीमा छोड्नु पर्यो त भन्दा यो अदालतले जान्ने कुरा हो। त्यसमा गृहमन्त्रीको एउटा भनाइ चाहिँ अलिकति ध्यानाकर्षण योग्य छ, त्यसले ध्यान आकर्षित गर्छ। त्यो भनेको के भने रिहाईपछि रवि लामिछानेले भेट्दा रवि लामिछानेसँग प्रधानमन्त्रीको कार्यालयमा उहाँहरूले एउटा सरकार र रवि लामिछानेको टिमलाई प्रधानमन्त्री समेत बसेर मन्त्रीहरू बसेर बराबरीको हैसियतमा वार्ता गरेको देखिन्छ। त्यहाँ कुनै आकस्मिक यसो अथवा भेट गरौँ भनेर होइन कि सरकारकै आयोजनामा सरकारले गरेको वार्ता जस्तो देखिन्छ। दुईतिरका टिम बसेर मन्त्रीहरू बसेर गरिएको वार्ता छ प्रधानमन्त्री सहितको। यो यस्तो वार्ता के हो? त्यो संवाद राजनीतिक पार्टीहरूसँग त्यस्तो संवाद भएको थिएन। अब यहाँनिर किन त्यस्तो संवाद भयो? अर्को, त्यसपछि गृहमन्त्रीको भनाइ के छ भने आफैले निकालेको अर्थ लाग्ने गरी हामी कसैमाथि अन्याय हुन दिँदैनौँ, कसैमाथि अन्याय गर्दैनौँ भनेर न्याय दिएको अर्थमा, आफ्नो पहलमा न्याय दिएको अर्थ लाग्ने गरी हामी कसैमाथि अन्याय गर्दैनौँ, अन्याय हुन दिँदैनौँ भनेर अघिल्लो सरकारले अन्याय गरेको थियो। मानिलियो यो सरकारको काम हो, यसपल्ट न्याय दिउँ, यो पनि सरकारकै काम। अघिल्लो सरकारले प्रतिशोध साधेको थियो जसरी उहाँले चाहिँ अभिव्यक्ति दिनुभएको छ, अन्याय गर्दैनौँ, अन्याय हुन दिँदैनौँ भनेर र न्याय दिने कुरा गर्नुभएको छ र यसलाई न्याय दिने अर्थमा उहाँले व्याख्या गर्नुभएको छ। त्यो चाहिँ अलिकति रहस्यपूर्ण छ। मैले अदालती कारबाही मान्छु, उहाँले हामी अन्याय गर्दैनौँ, अन्याय हुन दिँदैनौँ भन्ने कुरा गरेर एउटा आश्चर्यजनक भाषा प्रयोग गर्नुभयो। त्यो चाहिँ रहस्यपूर्ण छ।